Hello and namaste everyone. Welcome back to my new video. सबैजनालाई फेरि पनि स्वागत छ। आज चाहिँ म आफ्नै घरमा मेरो परिवारसँग चाहिँ मैले टक्क लाएर चिकन चिल्ली बनाउन गइरहेको छु। यसो टक्क लाएर क्याप्सिकम, दिस इज अनियन एन्ड दिस इज टोमेटो भन्न मिलेन पोटेटो है। अब त्यसपछि चाहिँ हाम्रो चिकन चिल्ली छ। अलि यता लिएर आउनु टक्क लाएर जुम गरेर लाएर चिकन चिल्ली चाहिँ यहाँ बनाएर लिएर आएको हो। सर लाएर म 25 करोड जतिको तेल हाल्छु। कति फेरि बिचमा बोल्छ कि अनि यता बाउले चाहिँ यता अस्ट्रिचको मासु चाहिँ काटिरहेको छ। एकचोटि माइलालाई पनि सर देखाइदियो है। यता मदर कालियामा के गरिरहेको हो? प्याज काटिरहेको। प्याज काटिरहेको छैन कस्तो पाक्छ फेरि। मेरो डेजी पनि छ, डेजीलाई पनि देखाउन एकचोटि। डेजी 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 फेरि रेस्टुरेन्टबाट लिएर आएको, त्यही भएर यसो एडजस्ट गरेको कि त्यही भएर यस्तोमा लिएर आएको। झ्वाइँ हालिदिने हो। लाएर यो केचप भयो अनि यो चाहिँ हट सस हो साथीहरू। त्यो हट सस हो, अब पिरो कति खाने त्यो अनुसारले हाल्ने। त्यो खान्छ होला। Practice number practice. आगो उतो एडजस्ट फ्यान मार्नु, एडजस्ट फ्यान अन गर्नु। सोलर लाएर मासु देख्न सक्नुहुन्छ तपाईँहरूले। लगभग कति करोडको मासु छ है। सर हालिदिने अब होइन। आमाले मुख रोजिरहेको देखेन। अहिले तेरो टाउको माथि आउला है। सबै सुक्छु अहिले यता बाहिर पनि झर्दै चल्न आएन। यो ट्याकको अडे भएको अनि चले ग्यास सानो भयो कि यत्रो हो ग्यास। यतापट्टि बनाउनु, यता ठुलो छैन। ग्यास ठुलो आउँछ पाकिरहेको छ। हाम्रो चिकन चिल्ली हो। ग्यास हल्का कम भए चाहिँ चर्रो छड्के छैन, टर्छ होइन। तर दामी चाहिँ दामी नै होला जस्तो छ। हल्का केचप पिरो जस्तो छ। केचप हाल्नु, केचपले हल्का पिरो फाल्छ। हट सस पनि थोरै हालौँ, आज स्पाइसी स्पाइसी खाम। अनि बाहिर चाहिँ साथीहरू टक्क लाएर बुङ्गुरको मासु पाकिरहेको छ। बुङ्गुरको मासु पनि खानुपर्छ जस्तो लागेर। वाइन खान्छ कि वाइन खाने अब फ्रेन्च फ्राई बनाउनु पऱ्यो कि आलु।
यहाँ पनि छ यो अर्को टक्क लगाएर अस्ट्रिचको मासु यो रेजी आइज रेजी यहाँ छ फेरि ल अब बल्ल छड्केछ है टक्क लगाएर कति खाने त अब क्याप्सिकम बनाएर केला हामीले सकेसम्म ड्राई बनाउनुपर्छ अब हामीले यसलाई फ्रेन्च फ्राइसँग खाँदै पनि भयो अनि फेरि हामीले यसलाई बटर राइससँग खाँदै पनि भयो हामीले चाहिँ अब यहाँ बटर राइससँग दिन्छ यताबाट गर्दा खान्छ ओइ साथीहरू अहिले फ्रेन्च फ्राइज बनाएको बेला देखाउँछ है त ल साथीहरू अब चिकन चिल्ली चाहिँ रेडी भइसक्यो फाइनल्ली अब त्यसपछि चाहिँ म फ्रेन्च फ्राई बनाउनु जाँदैछु फेरि फ्रेन्च फ्राई नि फेरि यस्तो छ है प्लास्टिकमा फेरि चट्ट लगाएर तेलमा ज्वाइनिया लगाएर हाल्ने है त कस्तो लाग्यो तपाईँहरूलाई चिकन चिल्ली ठुल्बा ठुलियामा ठुल्बा त्यो खानु पनि चिकन चिल्ली मात्रै खानु भएन फ्रेन्च फ्राई पनि खानु पऱ्यो यो फ्रेन्च फ्राई पनि लिएर आएको मोमोै खाने अनि यहाँ राखेर भ्याइदिन्छ फेरि अहिले पकाउँदा धेरै थियो अलिक घटिसक्यो टक्क बाहिर गएर बोक्नु मासुमा खानु यति बडा भाउ थियो क्या आर्टीको हेर्दा है चिकन चिल्ली प्याज के हालेको छ त अनि नखाने भन्नु ल त्यो गरिरहेको छ खानुपर्छ अहिले है रिदा पनि खान्थ्यो होला नि त दिनमा एक पिस सबलाई ल अब चाहिँ हामी बाहिरको तर्फतिर लाग्छौँ गाइस अब चाहिँ फाइनल्ली हामी बाहिर आएको छौँ टक्क बाहिर चाहिँ टक्क आगोमा 3 पिस चट्ट लगाएर मुखै रसाइसक्यो अहिले एउटा सर देख्न सक्नुहुन्छ यो 3 पिस यसलाई चाहिँ चट्ट लगाएर पहिले पाग्ला भइसक्यो होइन नि त खाऊ यहाँ पाकेको छैन ल थाम त चलाएर ल खान्छ छोराले मेरो लागि आज स्न्याक्स बनाइदिए चलाएर पाकिन्छ दर्शकमान भाइहरूलाई देखाउनु पऱ्यो त सर र यो यहाँ यसो कोराल तातो जान्छ खाली भयो त्यो बाबा हाई गरिदिनु ए डेजी के गरेर है सर लाएर धेरै जुम गरेर ल ल आजको हाम्रो खानपिन कार्यक्रम हुँदैछ है त ल रिदम डल्ले लामा छ खाना यार
तपाईँले खाइरहेछ टक्क अचार अचार ठुलो चिकन चिल्ली भइहाल्यो फ्रेन्च फ्राई साग भयो यो पोर्क पाकिरहेको छ ल अब चाहिँ झ्याम खाऊँ है त कस्तो भन्ने छ लेट मी ट्राई द मेरो भा मेरो भाइ भाइ मेरो भाइ भाइ लभली हो African sack. चिकन चिल्ली हाल्ने खाने खत्तै होला नि फेरि फाइन्छ ल खा एकै बाइटमा है खा बिस्तारै खा भन्छ अर्किन्छ कि केटा बिस्तारै खा अर्कोलाई खाले खानु चाहिँ फेरि अर्को हाल्नु सागमा यो हाल्थ्यौँ दुईटा साग त्यो हाल्नु पर्दैन त्यो त पिरो है नालो है खुब मुख र साग है हेर्ने जतिको कतिजनाले हेरेर अब हेर्छ नि त अनि मुख रस छ नि मेन त हार्दाको मुख रस छ होला चाहेर भाउजूको यस्तो भन्छ होला म नि यस्तै भयो हुन्थ्यो अनि यस्तै खायो हुन्थ्यो होला भन्छ होला है तँलाई फ्रेन्च फ्राई कस्तो लाग्यो केटा दामी दामी हो अब यो एक पिस हाल्न अब अनि म फर्काउँछु चट्ट लगाएर फर्काउनु पऱ्यो आगो पनि ल्याउनु पऱ्यो नि केटा दाउरा हाल्नु पऱ्यो दाउरा हाल्नुपर्छ पाकेको छैन गुङ्गुरको मासु लाग्यो हुन्छ ल पाड्यो ऊ मेरो डेजीहरू गजबको डेजी खा खा दादा वान बाइट है कोही पहिला देखा भित्र के हाले उता भिडियोमा देखाइदिए के हाले के हो यो वान इङ्ग्लिसबाट भन्दैन के हो थाहा छ पिक 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 स्टिक पिक मिट पोर्क पू ल खा 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 दिस इज द पू नो पोर्क प्रोक म चाहिँ चप्पल नि अड्केला एकैचोटि नाल आज मोमो नि भात अहिले त मोमो झन् ट्याप्पा 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 लो यसको दाँत आधी मात्र खाना सबै खाइदियो आधी मात्र त्यस्तो खतरे रन्जितको छोरा त खत्तमै रहेछ यार तँलाई भन्छ फुबोले त्यहाँ रन्जितको छोरा खत्तमै रहेछ ओए त्यो यहाँ चल बढी चल ओके रेडी हुँदैछ अब यो चाहिँ लास्ट सर्ट हो धेरै खान सक्दैन यो चाहिँ अमन्न हुन्छ के भन्यो तैँले है आज ससेज नि यसरी पोलेर खाने मिठो हुन्छ होला है पोलेको मिठो हुन्न होला ससेज मिठो त हुनु सिङ्गापुर अङ्कलको बिहेमा खाएको थिएँ हामीले त त्यो माइली फुपूको घर अगाडिको है नि
बाप्रे त्यो बुढोकोमा त मासु त फाला गर्दै गयो नि पोलेर खाँदा कि लो आयो मासु म तपाईँलाई गरिदिउँ तै खा कि अब त सागै भ्यायो त के साग हुन्छ त अब यति खाने मासु भएको मलाई बस्नु किचिङ लाग्दै चिकन खाएको थियो मलाई गएर यो पाँच अरे बाटोले झन् खान्छ यता देखा यत्तिकै यत्तिकै यसै टक्क लाएर यसलाई चाहिँ यस्तरी गरेर मैले धेरै साग खाइदिएँ तातो भयो ए साग को खाइदिएँ लाम्मै एकैचोटि हालिदिनु न चालु मैतिर हाल्छु चालु भयो बाटामा हाल्छु रोकिदिए है ल है त साथीहरू अब खानपिन पनि राम्रोसँग भयो अब खाना बाँकी छ अझै अब गाउँमा यसो गाउँतिर जाने त्यही भएर यसो हल्का सर लाएर अब त्यही पनि बुङ्गुर मासु र चिकन चिल्ली खायो भने भात चाहिँ खानु पऱ्यो भात खानु सुरु गर्छ झोल खानु पर्यो भने लिएर आएको मासु त्यहीमा डेजी मासु चाहिँ यहाँ डेजी यहाँ कता खोइ यहाँ नचल है यति बस त गुड म्यान हो कि होइन मान्छेले घरमा कुकुर पाल्यो भने कुकुर भनेर भन्नुहुन्न मान्छे हो है हो कि होइन ल साथीहरू त्यही हो खानपिन राम्रो भयो अब छोटो मिठो भ्लग आयो सबैजनाले माया गरिदिनु होला लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला त्यही भन्न चाहन्छु ए मेरो बच्चा हिँड्छ हो कि होइन है ल उता किचन ल हात धोइहाल्छ त काली बुढी धुन्न त हात मेरो गोजीमा थाम्नु यहाँ किचन बुझ्या थाम्नु नि यहाँ छिटो अर्काहरूले तपाईँले थाम भने आएर यहाँ भयो कति छ देखाउनु न त्यहाँ कस्तो एकैचोटि गोजीमा हालेर म देखाइदिन्छ भने मलाई कि खोइ त साथीहरू अब खानपिन खानु पऱ्यो त्यसपछि सुत्नु पऱ्यो ल गुड नाइट है त ल अब गुड नाइट भन्ने गुड नाइट ल ओए गुड नाइट भन्ने केटा ल गुड नाइट भन्नु नि त पैसा भएको त मक्क भने ल साथीहरू सी यू अन द नेक्स्ट ब्लग्स बाई बाई